राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचार गर्नु भनेर पठाएको 24 घण्टा नबित्दै सरकारले त्यही अध्यादेश जारी गर्न फेरि राष्ट्रपतिलाई सिफारिस गरेको छ। सन्देशसहित अध्यादेश फिर्ता गर्ने राष्ट्रपतिको कदमलाई अस्वीकार गर्दै सरकारले फेरि अध्यादेश पठाएको हो। अब राष्ट्रपतिसँग अध्यादेश जारी गर्नुको विकल्प देखिँदैन। संविधानमा संसदका दुवै सदनबाट पारित भएका विधेयकहरू एकपटक पुनर्विचारका लागि फिर्ता पठाउन सक्छन्, तर मन्त्री परिषदले सिफारिस गरेको अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउने बारे स्पष्ट व्यवस्था छैन। तर राष्ट्रपतिले संविधानको मर्म र संवैधानिक परिषदमा बहुमतको निर्णय हुने व्यवस्थालाई भत्काउने नहुने भन्दै अध्यादेश फिर्ता गरेका थिए। नेपाल बार एसोसिएसनका अध्यक्ष एवं कानूनका अध्यापक विजय मिश्रले आइतबार सरकारले राष्ट्रपतिको सन्देशको मर्यादा राख्नुपर्ने, तर त्यति हुँदाहुँदै पनि फेरि अध्यादेश पेश भएमा त्यसलाई रोक्न नहुने धारणा राखेका थिए। उनले भनेका थिए, फेरि सरकारले अध्यादेश पठाइहालेमा राष्ट्रपतिले अध्यादेशलाई इन्कार गर्न मिल्दैन, जारी गर्नुपर्छ। सोमबार बसेको मन्त्री परिषद बैठकले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 का पुन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएको थियो। पोखरेलका अनुसार उक्त अध्यादेश संशोधन बिना हुबहु पठाइएको छ। सरकारले सिफारिस गरेका 8 अध्यादेशमध्ये 7वटा जारी गरे पनि राष्ट्रपति पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका थिएनन्। राष्ट्रपतिको सन्देशलाई सम्बोधन नगरिकन सरकारले पहिलेकै अध्यादेशलाई हुबहु पठाएको थियो। उसले व्यवहारले राष्ट्रपतिको चासो सम्बोधन गर्न आवश्यक नभएको सन्देश दिएको हो। यसअघि पनि राष्ट्रपतिले अध्यादेश फिर्ता पठाएका थिए। त्यसपछि भने सरकारले अध्यादेशमा चासो दिन छाडेको थियो। यो पटक भने तत्काल अध्यादेशबारे निर्णय गरेर सरकारले त्यसप्रति आफ्नो सरोकारलाई सांकेतिक रूपमा अघि सारेको हो। सरकारले इगोको विषय बनाए पनि राष्ट्रपतिले अध्यादेश फिर्ता गर्दा पठाएको सन्देश विशुद्ध रूपमा लोकतान्त्रिक मूल्य र शक्ति सन्तुलनको पक्षमा रहेको कतिपय विश्लेषकको टिप्पणी छ। शीतल निवासका अधिकारीहरूका अनुसार राष्ट्रपतिको पत्रमा मुख्य गरी गणपूरक संख्या र भूमतीय प्रणालीको मर्ममाथि प्रश्न उठाइएको थियो। अध्यादेशमा प्रस्ताव गरिएको अध्यक्ष प्रधानमन्त्री सहित 50% उपस्थित भए बैठक बस्न सक्ने र उपस्थितको बहुमतले निर्णय गर्न सक्ने प्रावधानले संवैधानिक परिषदको आधारभूत संरचनालाई नै भत्काउने राष्ट्रपतिको निष्कर्ष हो। पत्रमा सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि नै संवैधानिक परिषदमा भूमतीय प्रणाली जीवन्त रहनुपर्छ भनिदिएको आदेशलाई स्मरण गराउँदै शक्ति सन्तुलन नबिग्रने गरी परिमार्जन गर्न सुझाइएको थियो। राष्ट्रपतिको सुझावलाई बेवास्ता गर्दै सरकारले संशोधन बिना नै अध्यादेश फर्काउनुको मुख्य कारण कुनै नीतिगत अडान हो वा कामकाजमा सिंहदरबारले खोजेको शर्त हो भन्ने स्पष्ट छैन। नयाँ निर्वाचनले रासोपाको पक्षमा झन्डै 2/3 बहुमत दिए पनि संवैधानिक परिषदको संरचनाका कारण आफ्ना निर्णय गर्न सक्ने क्षमता प्रभावित हुन सक्ने जोखिमप्रति प्रधानमन्त्रीको बढी चासो रहेको बुझ्न सकिन्छ। संवैधानिक परिषदले अख्तियार निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मका पदाधिकारी सिफारिस गर्छ। विद्यमान कानून अनुसार विपक्षी दलको नेता वा प्रधान न्यायाधीशको सहमति बिना नियुक्ति सम्भव छैन। त्यसैले यो अध्यादेश जस्ताको तस्तै पारित गराएर परिषदलाई आफू अनुकूलको संरचना बनाउने र राज्यका संवेदनशील अङ्गहरूमा आफ्नो रुचि अनुसारका व्यक्तिलाई पठाउने चाहना हो कि भन्ने आशंका छ। यद्यपि आफ्नो कदमको बचाउ गर्दै सरकार र प्रधानमन्त्रीको सचिवालयले भने परिषदलाई अनिर्णयको बन्दी बनबाट रोक्न यो व्यवस्था अनिवार्य भएको तर्क अघि सारेको छ। विपक्षी दलको नेता वा सभामुख अनुपस्थित भेटिँदा लामो समयदेखि महत्त्वपूर्ण संवैधानिक निकायहरू रिक्त भएको र राज्य सञ्चालनमै गम्भीर असर परेको सरकारी दाबी छ। अहिलेकै व्यवस्था आवश्यक छ किनकि सर्वसम्मति वा पुरानो गणपूरक संख्या खोज्दा कामै अघि बढेन भन्ने तर्क गर्दै सरकारले आफ्नो कदमलाई बाधा अड्काउ फुकाउने बाध्यताका रूपमा व्याख्या गरेको छ। अब बल्ल फेरि शीतल निवासको कोर्टमा पुगेको छ। संविधानको धारा 113(4) अनुसार संसदबाट पारित विधेयक राष्ट्रपतिले एकपटक फिर्ता गरेपछि पुन जस्ताको तस्तै आएमा 15 दिनभित्र प्रमाणीकरण गर्ने पर्ने बाध्यात्मक व्यवस्था छ। तर धारा 114(1) मा व्यवस्था भएको अध्यादेशको हकमा भने संविधान अलि मौन र फरक छ। राष्ट्रपतिलाई त्यस्तो सुविधा छैन। कानूनविदहरूका अनुसार मन्त्री परिषदले सिफारिस गरेपछि सामान्यतया राष्ट्रपतिले अध्यादेश जारी गर्नुपर्ने अभ्यास भए पनि संविधानको ठाडो उल्लङ्घन हुने वा सर्वोच्चको नजिर बाजिने गरी आएको अध्यादेश पुन जारी गर्ने पर्छ भन्ने किटान गरिएको छैन। यदि राष्ट्रपतिले संविधानको संरक्षकको हैसियत प्रयोग गर्दै उक्त अध्यादेशलाई शीतल निवासमै होल्ड गरिदिए वा फेरि अस्वीकार गरे भने राजनीतिले अर्को मोड लिनेछ। यसले कार्यपालिका राष्ट्रदेशबीच नयाँ शिथिलको सुरुवात भने गरेको छ।